कति दिन मेलामा लाग्नुभयो अहिले वर्ष? डेढ महिना हिँड्नुभयो। के छ समस्या, के छन् त है? समस्या सर यस्तो छ कि अब अरू केही छैन, गरिबको बाटो पनि हजुर हजुर देश पनि गइएन सर। हेर्नु होइन, राम्रो हो नि, खेती गरेर आफ्नो श्रम गरेर खानेकुरा त कुनै नराम्रो कुरो नै होइन नि। यो त राम्रो, राज्यले यस्तो किसानलाईको महत्त्व बुझ्नुपर्छ होइन। तपाईँ के छ, राज्यले कतिको बुझेको छ किसानको मर्का पिर? सर अहिलेसम्म राज्यबाट केही पाएको छैन के सर। हजुर, गोरु पाल्ने किसान गरेर खानेलाई अलिक ध्यान दिएर चाहिँ नि ध्यान दिनुपर्ने हो सर। अब विभिन्न पालिकाले त यो गोरु पाल्ने किसानलाई चाहिँ अनुदान दिने अथवा गोरुको पैसा दिने होइन त्यस्तो गरेर छन्। तपाईँले पाउनु भएको छ कि छैन? पाएको छैन सर, पाएको छैन। यसो पालिकामा गएर भन्ने गर्ने केही गर्नु भएको छैन? यो वडामा चाहिँ एकखेर खबर आएको थियो। हजुर, अनि वडामा गएर चाहिँ नि यस्तो यस्तो चाहिँ गोरु पाल्ने चाहिँ सुविधा आएको अरे सरकारबाट। हजुर, हामीले चाहिँ पाउनु पऱ्यो नि त भनेको, खै आएन त्यो, यहाँ आएन, अन्त हो भनेर लगाइदियो कि हजुर हजुर। वडाबाट। भनेपछि पालिकाले यसो अनुदानहरू दियो भने राहत हुने थियो होइन? हजुर हो नि सर, धेरै राहत हुन्थ्यो। अब के भनेपछि 2 महिना चाहिँ खट्नुहुन्छ एकदमै? हजुर, यही गरेर चाहिँ नि अब साग गरेर खेती गर्नु चाहिँ 2 महिना खट्नुहुन्छ। अरू बेलामा के काम गर्नुहुन्छ? अरूसम्म खासै गरिदिने के पनि घरतिर हो, खाताखुता कामहरू। के छ, घरतिर कुखुरा पालनहरू गर्नुभएको छ? हजुर कुखुरा छ, अलिअलि बाख्रा छ। हजुर, है अब त्यो अलिअलि गर्नुपर्छ। पर्यो कृषि प्रधान देशमा बसेर अब कृषि त गर्नु पर्यो नि। जागिर छैन, केही छैन, अब यही भयो नि, गरेर साग पार्नु पर्छ सर। पर्यो यो नि एउटा काम हो नि, यसलाई नि यही त महत्त्व दिएर गर्नुभएको छ। यही हो सर, नगर्ने हो नि, अब खाने पाएन भनौँ न। हो नि कृषि जस्तो महत्त्वपूर्ण क्षेत्र त कुनै पनि छैन नि। यो निकै नै दाइले भन्नुभयो, किसानलाई हेर्ने राष्ट्रको राज्यको नजर त्यति राम्रो छैन। कुनै पनि कृषि प्रधान देशमा भएर पनि किसानलाई हेर्ने राज्यको दृष्टिकोण त्यति सकारात्मक छैन भनेर भन्नुभयो। पक्कै पनि दर्शक महानुभावहरू, किसानलाई अझै पनि राज्यले तल्लो स्तरमा हेर्नु साह्रै दुःखद विषय हो। किसानले उब्जनी नगरेको खण्डमा हामीले केही खान पनि पाउँदैनौँ। कृषि उब्जनी नभए पछाडि एकदमै चाहिँ किसान बिना यो देश रहन नै सक्दैन। त्यसबाट राज्यले पहिलो प्रायोरिटी किसानलाई दिनुपर्छ, यस्ता श्रमजीवीहरूलाई दिनुपर्छ, मेहनती हातहरूलाई दिनुपर्छ। हामी यो नै भन्न चाहन्छौँ। र ब्यास नगरपालिकाले पनि यसरी चाहिँ हलगोरु पाल्ने किसानलाई चाहिँ अनुदान दिनु व्यवस्था गर्नुपर्छ भन्ने लाग्छ। र यो पालिकाले यसतर्फ पनि ध्यान दिनुपर्ने देखिन्छ। निकै नै यो मेहनत निकै नै पर्छ। यो हाम्रो परम्परागत कृषि यो गोरु परम्परा हो र यसको मौलिकता नै नष्ट हुने अवस्था भएको छ। अहिले धेरै गोरु पाल्ने परम्परा नै एकदमै कम भएको छ, करिब 10%मा झरेको छ अहिले भनेर हामीलाई कृषि ज्ञान केन्द्रले पनि त्यो 10%को हाराहारीमा गोरुबाट खेती गर्ने परम्परा रहेको भनेर हामीलाई कृषि ज्ञान केन्द्रका प्रतिनिधिले भन्नुभएको थियो। र यो हाम्रो परम्परा नासिँदै गयो भने गोबर मोल नहुने समस्या पनि हुन्छ र त्यसमा चाहिँ गोरुको पहिचान नासिन्छ र यसले भोलि एउटा चाहिँ जैविक खेती प्रणालीमा पनि असर गर्न सक्छ। ट्र्याक्टरले गर्दाखेरि गोरुहरू भएपछि यसले मोलले खेतबारी राम्रो हुने अर्ग्यानिक खेती प्रणाली हुने भयो भने यो गोरु नै नाश भए पछाडि, गोरु नै नहुने भए पछाडि अर्ग्यानिक कृषि प्रणाली पनि लोप हुने अवस्था हुन्छ। त्यस कारणले यो परम्परालाई पुनर्जीवित गराउनको लागि केही हदसम्म भए पनि दाइहरूले मिहिनेत गरिरहनु भएको छ। राज्यले पनि यसलाई हेर्नुपर्छ भन्ने लाग्छ। धन्यवाद, नमस्कार, जय कृषि।